बाकी ब्याग बिहानबाट मैले ब्याग किन निकालिदियो भने मासु निकाल्नु है यो ब्याग चाहिँ मेरो यो मन चाहिँ मेरो एनिभर्सरी मन हो नि त असार अनि पहिलाको लास्ट इयर चाहिँ ड्याडी यही हुनुहुन्थ्यो नि त अनि सेलिब्रेसन गरेको थिएँ नि त ड्याडीको मैले अनि त्यतिखेर सेलिब्रेसन गर्दाखेरि सघाइसकेको थिएँ अनि यो साडी उता मैले कति हेरेको पनि थिएन खोलेको पनि थिएन नि त अनि यो साडी चाहिँ आज किनभने अलिक केही प्रोग्राम पनि आउँछ होला सायद त्यो यसो लिएर त्यसमा भनेर यो अनबक्सिङ गर्नु है हेर्न त ऱ्यान्डमली त्यतिखेर हेरेको थिएँ मैले सबै साडी कुर्ताहरू त मैले छरामा थिएँ साडी ड्याडी यहीँ हुन्थ्यो नि त मेरो एनिभर्सरी आउँदा चाहिँ बाबु म मेरो ड्याडी चट्ट खिचेर राखेको थिएँ खिचेर ग्यालेरीमा खोज नि त है यतिको साडी छ है यो राम्रै साडी यो चाहिँ म त्यतिखेर नि हेरिसकेको थिएँ हल्का अनि मेरो अब यो वर्ष सबै भनेर नि त त्यो हेरेको थिएँ यो चाहिँ मलाई ड्याडी आन्छ त्यहाँ यो भिडियोमा पहिलाको एनिभर्सरीको साडी मैले अहिले हेरिरहेको छु मैले यस्तो राम्रो कलर है राम्रो दिएछ अनि यो दर्पण सी हाउस यो त कुनै पनि हाम्रो प्रोग्राम त अब ठुलो मम्मी बिना त हाम्रो प्रोग्राम के हुन्छ होइन मैले अस्ति यादै गरेको यो रानी कलरको छ भनेर अस्ति मैले सिलाउँदा सिलाइसकेको मैले टेलरमा गएर रहेछ यो साडी चाहिँ नि ठुलो मम्मीले तिजमा लगा भनेर दिएको मलाई यो साडी ठुलो मम्मीले तिजमा के यसो तिजको हल्चीको प्रोग्राम भयो भने यस्तो यस्तो सिम्पल साडीहरू मसँग कति धेरै छ लगाइदियो पनि भनेर यो दुइटै एनिभर्सरीमा हालिदिएको मैले बल्ल आज खोलिदिएछु यो साडी ठुलो मम्मीको मेमोरिज त कति